हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी दुईजना भएर कतै जाँदैछौँ अनि हामी चाहिँ भर्खरै घरबाट निस्क्यौँ। अनि हामी दुईजना गफ गर्दैछौँ कहाँ जाने हो भनेर चाहिँ मैले सोध्दैछु। मलाई चाहिँ थाहा नै थिएन कि कता हो जाने भनेर। बसमा चाहिँ रेडी भएर बसेको थिएँ अनि उहाँ चाहिँ आउनुभयो घर अनि मलाई पिकअप गरेर हिँड्यौँ हामी। अनि चाहिँ हामी बाटोमा जाँदैछौँ भर्खरै निस्केको घरबाट। अनि अब कहाँ जान्छौँ त हामी हेर्दै गर्नुहोला। हामीलाई चाहिँ एकदमै भोक लागिरहेको थियो अनि हामीले चाहिँ कुरकुरे र चाउचाउ किन्यौँ। यो चाहिँ हाम्रो एकदमै बेस्ट फुड हो। ट्राभल गर्दाखेरिको चाहिँ यो दुइटा मिक्स गरेर खायो भने चाहिँ एकदमै मजा आउँछ। हामी चाहिँ खाँदै हिँडिरहेको छौँ। अब हाम्रो बाटो हेर्नुहोस् कस्तो राम्रो छ। मुगलिनको बाटो अहिले एकदमै राम्रो भएको छ अनि हरियाली यो मौसममा चाहिँ एकदमै ग्रिन कस्तो राम्रो देखिरहेको थियो कि बाटोहरू पनि। अनि हामी चाहिँ बिस्तारै गइरहेको थियौँ। हामीले खाइसकेपछि चाहिँ अब इनर्जी आयो नि त। अनि त्यसपछि हल्का हामी सङहरू सुन्दै गाउँदै इन्जोय गर्दै हिँडिरहेको छौँ। कस्तो रमाइलो भइरहेको थियो कि मेरो पनि इक्जाम भइएर ठ्याक्क एकदमै स्ट्रेसफुल हुन्छ नि त। अनि त्यसपछि अब कस्तो फ्रेस फिल भइरहेको थियो क्या यसरी हिँड्दाखेरि चाहिँ। अनि एकदमै रमाइलो लागिरहेको थियो। हामी फाइनल्ली मुगलिनमा चाहिँ पुगिसक्यौँ। अनि यहाँ पुगेपछि अब चटपट नखाने त कुरै भएन, यहाँबाट अगाडि बढ्नै सकिन्न नि त। अनि हामी चाहिँ एक ठाउँमा रोकेर चटपट बनाउनलाई दियौँ अनि त्यसपछि चटपट पनि बन्यो, खायौँ, एकदमै मिठो भएको थियो। अनि फेरि लाग्यौँ हामी आफ्नो डेस्टिनेसनतिर। हामी आइसक्यौँ कोरिन्टार। अनि यहाँ चाहिँ मनोकामना जाने केबल कारहरू चाहिँ हिँडिरहेको थियो। अनि मलाई चाहिँ कति बेला रुम पुगौँ जस्तो भइरहेको थियो। यहाँनिर चाहिँ बाटो एकदमै अलिअलि बिग्रेको थियो अनि त्यस्तै हल्का जाम जस्तो पनि भइरहेको थियो। अनि हामी कट्यौँ कोरिन्टार। अब चाहिँ हामी पुग्न लागिसक्यौँ बाह्रसिङ्गे। अनि बाह्रसिङ्गे जाने हो भनेर चाहिँ मलाई पहिला थाहा थिएन कि। म चाहिँ यहाँ फर्स्ट टाइम हो नि त, अहिलेसम्म यत्रो टाइम भयो खुलेको अनि अहिलेसम्म म चाहिँ गएको थिइनँ। अनि आज चाहिँ जुऱ्यो जानलाई। अनि हामी चाहिँ जाँदैछौँ। यहाँको इन्भाइरोमेन्ट चाहिँ कस्तो पिसफुल थियो क्या, वरिपरि घरहरू रुखहरू। अनि त्यसपछि म चाहिँ एकछिन माथिबाट हेर्न मन लाग्यो मलाई। अनि त्यसपछि मैले ओपन गरेर हेरेँ माथिबाट अनि कस्तो पानी पर्ला जस्तो भइरहेको थियो कि। अनि मलाई चाहिँ पानी नपर्दै हुन्थ्यो, त्यहाँ गएर फोटोहरू भिडियोहरू बनाउँछु भनेर चाहिँ कति आश गरेर गएको थिएँ। तर लास्टमा चाहिँ त्यहाँ पुग्ने बित्तिकै पानी पर्न थाल्यो। यो देखेको बिल्डिङहरू चाहिँ त्यही बाह्रसिङ्गेको रहेछ। हामी चाहिँ फाइनल्ली गेटबाट भित्र छिर्यौँ। छिर्ने बित्तिकै चाहिँ आई लभ बाह्रसिङ्गे लेखेको रहेछ। यहाँ चाहिँ यत्रो बिल्डिङ रहेछ, चाहिँ कन्स्ट्रक्सनको काम पनि भइरहेको थियो। अनि एकदमै ठुलो एरिया रहेछ, कस्तो राम्रो ठाउँ। अनि हामी चाहिँ गाडी पार्क गर्न लाग्यौँ यहाँनिर। अनि त्यसपछि हामी अब तल जान्छौँ। तल चाहिँ रेस्टुरेन्ट हामीलाई एकदमै भोक लागिरहेको थियो अनि हामीले छिटो छिटो अर्डर गऱ्यौँ। कस्तो भित्र पनि कति राम्रो ठाउँ के, कस्तो राम्रो। अनि यहाँ चाहिँ धेरैजना मान्छेहरू आउनुभएको थियो। अनि यत्तिकैमा हाम्रो खाजा पनि आइसकेको थियो। हामीले चाहिँ मगाएको थियौँ पिज्जा अनि खाजा सेट। अनि यहाँको खाजा सेट र पिज्जा चाहिँ मलाई एकदमै मिठो लागेको थियो क्या। अनि हामी निस्किनुलाई यस्तो पानी परिरहेको थियो। अनि हामी रोज्दै गाडीमा आएर नि बस्यौँ। कस्तो जाडो जाडो भएको कि एकैछिन भिज्दा पनि। अनि पानी पर्यो, गर्मी चाहिँ हट्यो, त्यही हो। तर फोटोहरू चाहिँ भिडियोहरू चाहिँ खासै केही पनि बनाउन पाइएको थिएन। मलाई चाहिँ कस्तो नराम्रो लागिरहेको थियो कि त्यो त्यहाँ गएर त्यो यत्रो ठुलो बियरको बोतलवाला थियो नि त त्यहाँ। अनि त्यहाँनिर फोटो खिचौँला सोचेको थिएँ तर पाइएन। अनि हामी चाहिँ हाम्रो डेस्टिनेसन आइसक्यौँ। अनि चार्ज गर्नु पऱ्यो भनेर चाहिँ मिस्टरजीले हेरिदिनुहुन्थ्यो। यत्तिकैमा हामी रुम पुग्यौँ। रुम चाहिँ कस्तो राम्रो थियो एकदमै। अनि उहाँ चाहिँ बालेन सरकारकोवाला ड्रेसअपमा हुनुहुन्थ्यो नि त आज। अनि त्यसपछि उहाँलाई चाहिँ फोटोसोटो खिच्नु पर्ने थियो अनि मैले चाहिँ भिडियो गर्दै थिएँ। अनि उहाँ चाहिँ एकछिन घरमा कुरा गर्दै हुनुहुन्थ्यो, हामी आइपुग्यौँ भनेर। अनि हामीले मिरर सेल्फी लिने गऱ्यौँ, लिगौँ। अनि त्यसपछि हामी लाग्यौँ बाहिर। बाहिर चाहिँ अब उता नपाए पनि यता यसो
भिडियोहरू सुट गर्नुपऱ्यो भनेर गर्न लाग्यो, त्यही पनि राति भइसकेको थियो। खासै राम्रो त आएन, त्यही पनि इट्स ओके भनेर मेमोरी त हो भनेर उहाँ चाहिँ स्विमिङ गर्न थाल्नुभयो। पानी परेको भए पनि पानी चाहिँ तातो थियो अरे, त्यही भएर उहाँ चाहिँ स्विमिङ गर्दै हुनुहुन्छ। मलाई चाहिँ मन लागेन स्विमिङ गर्नलाई, कस्ट्युम त बोकेको थिएँ त्यही पनि। अनि यत्तिकैमा राति भइसकेको थियो। यहाँको इन्भाइरोमेन्ट चाहिँ कस्तो पिसफुल क्या, अनि कति ब्युटिफुल थियो। अनि आकाशमा लाइटनिङहरू पनि भइरहेको थियो। अनि म चाहिँ यहाँ भिडियो बनाउँदै उहाँलाई जिस्काउँदै थिएँ। उहाँ चाहिँ आएर पनि के हो खालि सुत्ने भन्दै मैले चाहिँ जिस्काइरहेको थिएँ। अनि यत्तिकैमा भोक लागिसकेको थियो हामीलाई चाहिँ। अब हामी तल जाने कि सोचिरहेको थियौँ। अनि यहाँ चाहिँ कस्तो राम्रो राम्रो थियो क्या, अनि हल्का चिसो चिसो भएकोले हामी सुप पनि खायौँ। फर्स्टमा चाहिँ कस्तो मिठो क्या भेज सुप पनि। अनि यत्तिकैमा हामीले खाना लिएर आयौँ। खाना चाहिँ एकदमै मिठो थियो, यहाँको एकदमै मिठो। अनि यो चाहिँ नेक्स्ट डेको भिडियो। हामी बिहान उठेर चाहिँ फ्रेस भएर एकछिन बल खेल्नतिर लागेँ। कस्तो राम्रो चौर यहाँको यो एरिया चाहिँ राम्रो, कस्तो एकदमै मन परेको थियो क्या। अनि यहाँ चाहिँ कति धेरै आँपको अनि के बोटहरू पनि थियो। एकछिन बल खेल्यौँ। अनि आज चाहिँ हामी फर्किनु थियो, त्यही भएर म चाहिँ एउटा भिडियो बनाइहाल्छु भनेर बनाउन थालेँ। अनि त्यसपछि चाहिँ हामी लाग्यौँ घरतिर। बाई, थ्याङ्क्स फर वाचिङ, बाई।